हेलो हेलो नमस्ते सबैजनालाई सन्चै हुनुहुन्छ नि? म त सन्चै छु है। कति धेरैजना साथीहरू त मलाई चिन्नुहुन्छ, कतिले चिन्नुहुन्न है। नचिन्ने साथीहरूको लागि म फेरि मेरो आज परिचय दिन्छु है त। मेरो नाम शोभा श्रेष्ठ हो। मेरो घर पोखरा। विगत 15 वर्षदेखि जापानको टोकियोमा बस्दै आइरहेको छु है। अरूको काम यो घन्टा हावर हान्दा हान्दा टिक्दा लाएर होइन। अब त यसरी अरूको काम मात्रै गरेर हुँदैन। आफ्नो लाइफलाई साँच्चै नै चेन्ज गर्न छ भने अब आफैले नै केही गर्नुपर्छ भनेर होइन सोचिरहेको थिएँ होइन। अर्काको काम भनेको गरिन्जेल मात्रै हो, गरिन्जेल इन्कम हुन्छ। गर्न सक्छ आज बिरामी भएर भोलि काम नजाऊ हाम्रो इन्कम हुँदैन होइन। त्यही भएको भएर होइन मैले पनि यस्तो एउटा प्लेटफर्म खोजिरहेको थिएँ होइन, जुन मैले सोचेँ भन्दा पनि होइन धेरै राम्रो प्लेटफर्म पाएँ होइन। विगत 7 महिनादेखि होइन मैले यो अनलाइन डिजिटल बिजनेस गरिरहेको छु है। र अहिले हाम्रो चाहिँ यो बिजनेसमा चाहिँ 30 डेज रिल च्यालेन्ज चलिरहेको छ होइन। आज फर्स्ट डे हो। आजको टपिक छ होइन हु एम आई भन्ने होइन, म को हुँ त भन्ने टपिक छ होइन। आज म तपाईँहरूलाई यो टपिक्सको बारेमा चाहिँ कुरा गर्छु। म मेरो आफ्नै बारेमा कुरा गर्छु है। मेरो नाम चाहिँ शोभा श्रेष्ठ हो भनेर मैले अघि नै भनिसकेँ है। र यहाँ मैले अहिले चाहिँ पहिला चाहिँ मैले डिपेन्डेन्ट भयो भने फुल टाइमै काम गर्थेँ है। फुल टाइम कामको साथसाथै यो बिजनेस पनि दिनको 1-2 घन्टा दिएर काम गरिरहेको थिएँ भने अहिले चाहिँ मैले चाहिँ होइन मेरो कामहरू घटाएर पार्ट टाइम कामको साथमा होइन मैले यो बिजनेस गरिरहेको छु होइन। सिक्दैछु है, अगाडि बढ्दैछु। मेरो चाहिँ अन्त छ है। र अनि अर्को कुरो के भने कति अर्काको लागि मात्रै काम गर्ने कि अर्काको लागि मात्रै काम गरेर आफ्नो लाइफ चाहिँ कहिले पनि चेन्ज हुँदैन। आफ्नो लागि आफै गर्नुपर्छ, केही चाहिँ गर्नैपर्छ कि होइन भन्नु त। मैले पनि त्यही सोचेर अगाडि बढेँ है। र मेरो बारेमा भन्नुपर्दा है नेपालमा त मैले धेरै कुराहरू गरिसकेँ होइन। कहिलेकाहीँ त नेपालमा गरेको कुराहरू सम्झिँदाखेरि होइन बरु मलाई त जापानभन्दा नेपालै ठिक थियो। नेपालमै बरु अहिलेसम्म त्यही काम कन्टिन्यू गरेका भएदेखि सायद म धेरै अगाडि बढ्थेँ भनेर कहिले कस्तो गिल्टी फिल हुन्छ कि किनकि अब जापान आएर पनि होइन सोचे जस्तो गरेर परिवर्तन चाहिँ गर्न सके छैन होइन। अब नेपाल गएर केही गरौँ भने पनि जिरो लेभलबाट स्टार्ट गर्नुपर्छ। ओ माई गड भनेर सोचिरहेको थिएँ होइन। तर अब चाहिँ मलाई चाहिँ केही पनि छैन है। मलाई त्यस्तो चाहिँ ओ माई गड भन्न पर्ने खालको आवश्यकता चाहिँ छैन। किनभने मेरो साथमा यो बिजनेस छ, डिजिटल बिजनेस छ। म जहाँ जान्छु सँगसँगै साथमा लिएर जान्छु। त्यसैले म ढुक्क छु। यदि म चाहिँ भोलिका दिनमा जापान छोडेर आफ्नो देश जाँदा पनि सजिलैसँग हाँसी हाँसी खुसी खुसी सँगसँगै यो बिजनेस लिएर जान्छु। र म यहाँ जापान बसिन्जेल धेरै कुरा सिक्नेछु यो बिजनेसबाट होइन। आफ्नो स्किल लेभल बढाउनेछु होइन। जो